हेलो केटाकेटीहरू, होप सबैजना सन्चै हुनुहुन्छ। आजको हाम्रो भ्लग हुनेवाला छ कुलेखानी ड्याम, जुन चाहिँ इन्द्र सरोवर तालको नामले पनि परिचित छ। अनि त्यहाँ म एक्लै जाँदै छैन, हामीहरू 4 जना साथीहरू छौँ। हामीहरू बाइक स्कुटी लगेर जाने हो। अनि हामी इन्द्र सरोवर ताल मात्र जाँदैनौँ, हामी त्यहाँबाट मोहिनी झरना जान्छौँ, त्यसपछि चितलाङ, एन्ड त्यसपछि हामी चन्द्रगिरीको बाटो हुँदै काठमाडौँ फिर्ता झर्छौँ। होप एज युजुअल तपाईहरूले सपोर्ट देखाइदिनुहुन्छ र सपोर्ट गर्नुहुन्छ। सी यू गाइज इन जर्नी, लेट्स गो। ल गाइज, केटाहरू नि पुगिसक्यो, राइडरहरू। गाइज हामी खाना लगाएको हाम्रो दिप साथीको घरमा। ल गाइज, खै मैले त आन्टीले बनाएको जस्तो लाग्यो, तैँले मिठो। ल गाइज, अब हामी साथीको घरबाट निस्किन लागेको इन्द्रदहतिर। गेट चाहिँ यता छ, हाम्रो बाइक स्कुटीहरू यता छ होइन। टक्क केटाहरू अब यता बस्छ। हाम्रो क्यामराम्यान मिहिनेत गरिरहेको छ, हाम्रो क्यामराम्यान विवेक साथी। बाई बाई। ल गाइज, हामीहरू निस्किसके त्यसरी ला पछाडि ल गाइज, हामी दौड कटेर माथि दक्षिण कालीतिर लागिसक्यौँ। यस्तै छ हाम्रो यात्रा भइरहेछ। केटाहरू गाडी बाइक भगाइरहेछ। गाइज, स्कुटीमा पेट्रोल कम थियो र हामी पेट्रोल हाल्न पेट्रोल पम्पमा रोकेर पेट्रोल हालिरहेछौँ। अनि त्यसपछि हामी निस्किन्छौँ आफ्नो बाटोतिर। A few moments later. गाइज, स्कुटीको ब्रेक लुज भयो। अब रैलाले टाइट गरिरहेको छ। यता कसले धकाल्नु, बल्ल बल्ल ब्रेक टाइट गरेर हामीहरू फेरि निस्किसक्यौँ। हेर्दै गर्नु होला है ब्लग। हो गाइज, हामी एकछिन यसो यता रेस्ट गर्नु रोकेको छौँ होइन। हामी माथि गएर एकछिन यता यता गएर रेस्ट गर्छौँ। यो तोपे यो मोमेन्टमा चाहिँ म साथीहरूसँग केही क्वेसनहरू सोधिरहेको थिएँ। इट वाज फन टाइप क्वेसनहरू, अलिक पर्सनल पनि थियो, त्यही भएर मैले चाहिँ देखाएन, सरी फर द्याट। ल गाइज, अब हामी निस्किन लागेको एकछिन रेस्ट गरेर। बाई बाई। मिल्दैन काठमाडौँ भ्यालीभित्र मात्र हो। ल है गाइस, टक्क बाटोमा एउटा सानो झरना पनि पर्दो रहेछ, त्यसलाई हामी हेर्न रोकेको। फेरि हामी आफ्नो बाटो लाग्नेछौँ। लेट्स गो। एकछिन बाटो खराब छ है केटाहरू, अलिअलि मिलाएर चाहिँ आउनुपर्छ। कुनै ठाउँमा बाटो खराब भए पनि ओभरअल बाटो राम्रो नै छ। हामी मजाले रमाउँदै यताउता नेचरसँग घुलमिल गर्दै आएका थियौँ र हामीलाई त्यस्तो अप्ठ्यारो भने कतै पनि भएन। ल गाइस, हामी पुगिसक्यौँ बोटिङ गर्ने ठाउँ कुलेखानी रिजर्भयरको। यता चाहिँ हाम्रो बाख्रा छ, फर स्योर प्रेग्नेन्ट छ।
मैले गरेको भन मैले त गरेको होइन यसले चाहिँ गरेको मैले गरेको भनिरहेको छ है उसले ताल यस्तो छ यताको ताल गर्दिउँ न त ल गाइस लाइफ जकेट लगाएर हामीहरू रेडी भएर टक्क बोटिङ गर्नेतिर जान लाग्यो अब होइन झन्डै लड्या ल यस्तो हाम्रो रैला साथी पछाडि केटाहरू त्यहाँ अगाडि पुगिसक्यो अगाडि We're also following them. Let's go. पानी क्या ल गाइस हामी बोटिङ गर्दैछौँ यता ड्यामतिर इन्द्र सरोवर ड्याम त्यो ड्यामको ओपनिङ चाहिँ कुन यही हो नाइस है खोल्दाखेरि कता जान्छ पानी बल छ गाइस ड्याम हजुरहरू नि आउनु होला रमाइलो भइरहेछ यही हो र हामी यस्तो बोटिङ गरिरहेछौँ यतातिर होइन ल गाइस हामी ड्यामतिर बोटिङ गरिरहेछौँ यस्तै छ इन्द्र सरोवर ड्याम पछाडितिर ड्याम छ पानी छ यता रैला छ र त्यता हाम्रो साथी विवेक भिडियो बनाउँदैछ हाम्रो साथी सुलभ उसलाई चाहिँ देखाएन भनेर अलि रिसाइरहेको थियो फेरि अहिले क्यामेरा घुमाइहाल्यो भगेर प्रवृत्ति फोटो खिच्छ नि तिमी ठिक छ हजुरहरू नि आउनु होला इन्द्र सरोवर ड्याम एन्ड दिस बोट इज वेटिङ फर यु गाइस भयो त्यो पनि अघि बढिरहेको त्यो माछाको नि गाइस हामी बोटिङ सकेर बाहिर आइसक्यौँ गाइस अब हामी यहाँ ड्यामबाट बोटिङ गरेर निस्किँदैछौँ झरनातिर झरनाको नाम चाहिँ के थियो अरे मोहिनी झर्ना झरनाले चाहिँ मोहिनी आइसक्यो उसलाई अति नै त्यही भएर एकचोटि पुग्दिउँ आइसकेपछि किन नजानु भनेर हामीहरू जाँदैछौँ केटाहरू पनि रेडी हुँदैछन् यता ल गाइस झरनातिर लागौँ है त मोहिनी घर झरनाको बाटो यस्तो बहाल छ होइन ल गाइस हामी यहाँ टक्क लाएर फ्रुटी खाइदिएर यो भ्यूसँग यस्तो भ्यू छ यार बवाल ल गाइस टक्क हामी हिँड्दै अलमोस्ट देयर टु मोहिनी झरना यस्तो बवाल रहेछ झरना चाहिँ झर्ना हिमालले चाहिँ कुदाउँछ कि त्यही भयो भने अहिले यस्तो छ मलाई क्या केही भयो भने चाहिँ सक्छु बवाल छ झरना बालै थिएन क्या हामीलाई कहाँ जाने भनेर थोरै फाइनली पुग्यो कि केटा हो यस्तो ठाउँमा मोहिनी झरना होइन अब हामीहरू यहाँ नुहाउनेवाला छौँ हाम्रो साथी अगाडि गइसक्यो एन्ड इट्स आउट आज ब्लू है पानी 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 और तुम भी सानी 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 आ जाओ on the beach यार तो मेरी खींच बिकती किस्मत होगी तेरी कर तूने ये बात न मानी हामीले त्यहाँ नुहाएपछि एकछिन साथीहरू र मैले फोटो भिडियोहरू खिचेँ र त्यो गरिसकेपछि हामीहरू फेरि लाग्यौँ चितलाङतिर काठमाडौँ फर्किनको लागि गाइस हामीहरू घुमेर होइन झरना पनि घुमिसक्यौँ हामीहरूले अब हामीहरू खाजा खाएर यता माथितिर त्यसपछि सिधै फेरि काठमाडौँ फर्किन्छौँ लेट्स गो खाजा खाने ठाउँ चाहिँ यस्तो सही छ नि केटाहरू होइन यहाँ चाहिँ टक्क बसेर खाजा खाने होइन यतातिर मस्त यस्तो बवाल भ्यू छ क्या झरनाको यसलाई चाहिँ थाहै थिएन अरे 1 घन्टासम्म बसेर यार झर्नै गाइस हाम्रो खाजा खाने ठाउँको भ्यू गाइस हामी खोला तर्दै घरतिर फर्किँदै यतातिर केटाहरू अब यसरी टक्क आउँछ सिधा यतातिर आयो 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 हिँडिन् माथिसम्म हिँड
बाइक त आउँछ केटाहरू, स्कुटी अलिक गाह्रो नै हुँदो रहेछ। गाइस माथिबाट भ्यू हाम्रो यो ड्यामको, कुलेखानी ड्यामको। सो राम्रो भ्यूको लागि हामी हजुरहरूको लागि यस्तो डाँडा डाँडा चढेर पनि भिडियो खिचिरहेछौँ। यस्तो नराम्रो बाटो छ, यस्तो बाटोमा आएर हामी फोटो भिडियो खिचिरहेछौँ हजुरहरूको लागि। ल गाइज यो चाहिँ चितलाङको बाटो राम्रो नै छ अहिले त, अब माथि कस्तो हुन्छ भन्ने हो। ल है ल चितलाङको भ्यू केटाहरू, काठमाडौँ भ्यालीको भ्यू, चितलाङको उबड खाबड रास्ता र हाम्रो घर फर्किने क्रम जारी छ। यस्तो बाटो छ यार, लास्टै गाह्रो बाटो चितलाङतिरको। एन्ड गाइस दिस वाज अ स्मल ब्लग टु कुलेखानी फर यु। बाटो चाहिँ चितलाङभन्दा अलि माथि आएपछि नराम्रो हुँदै जान्छ, जुन चाहिँ चन्द्रगिरीको बाटो हो। एन्ड ओभरअल हाम्रो ब्लग चाहिँ यति नै थियो। थ्याङ्क यू फर वाचिङ।